संवाद हेरेर बसिराख्नुभएका दर्शकवृन्दहरूलाई जय मसी नमस्ते। म फादर सलमान सुब्बाको तर्फबाट विशेष गरी कोरोनाको महामारी फेरि पनि फर्केर आएको छ अनि यो लहर चाहिँ 2020 को भन्दा एकदमै प्रभावशाली भएको कारणले गर्दा म तपाईहरु सबैजनालाई यो प्रतिध्वनि संवाद मार्फत निवेदन गर्न चाहन्छु कि तपाईहरु सबैजना सुरक्षित बसिदिनुस् अनि मास्क प्रपरली लगाउनुस्, किनभने अहिले पुलिस प्रशासनहरूले दार्जिलिङमा एकदमै राम्रो कार्य गरिराखेको छ। यो महामारीबाट मानिसहरूलाई बचाउनको लागि एउटै उपाय छ कि हामी घरमा सुरक्षित बस्ने, मास्क राम्रोसँगले प्रपरली मास्कहरू लगाउने। विगत वर्षहरूमा हामी सबैजना मिलेर जाति धर्म पार्टी नछुटाइकन एकले अर्कालाई सहयोग गर्यौं अनि एकले अर्कालाई मद्दत पुर्याएका छौं। योपालि पनि हामी जाति धर्म पार्टी कुनै पनि राजनैतिक कुराहरू नछुटाइकन हामी एकले अर्कालाई सहायता गर्नेछौं। अनि भोलिको दिन विशेष गरी विधानसभा, हाम्रो पश्चिम बंगालको विधानसभा चुनावको रिजल्टहरू हुनेछ अनि अहिले सरकारले कुनै पनि विजय जुलुसहरू भव्यको साथमा नमनाउने पनि आदेश दिइसकेको छ। अनि हार जित जसैको भए तापनि योपालि जित्नेहरूले हार्नेहरूमाथि कुनै पनि प्रतिक्रिया र नराम्रो दृष्टिकोणहरू नगर्ने पनि म तपाईहरुलाई निवेदन गर्न चाहन्छु। हाम्रो पहाडलाई हामी सुरक्षित राखौं, शान्ति राखौं, विकासको बाटोतिर लैजाउँ भनेर हो यही कुरा तपाईहरुलाई बताउन चाहन्छु। र प्रतिध्वनि संवादद्वारा तपाईहरु जतिजनाले यसलाई हेरिराख्नु भएको छ म तपाईहरु सबैजनालाई निवेदन गर्छु, पहाडलाई सुरक्षा र शान्तिसँगले विकासको उन्नतिको मार्गमा लानेछौँ र तपाईहरु स्टे सेफ, स्टे होम। अनि यो रोग चाहिँ यस्तो खालको रोग हो जसले जाति धर्म र पार्टी छुटाउँदैन अनि यदि यो रोगले कसैलाई प्रभाव पार्छ भने हाम्रो आफ्नै जातिलाई, आफ्नै सन्तानलाई, आफ्नै गोर्खे सन्तानहरूलाई प्रभाव पार्छ। यसकारण हामी एकले अर्कालाई वास्ता र माया गरेर हामी एकले अर्कालाई सहयोग गर्दै यो रोगहरूसित फेरि पनि हामी विजय पाउनेछौँ भन्ने घोषणा म यहाँबाट गर्न चाहन्छु र प्रतिध्वनि संवादद्वारा तपाईहरु सबैजनालाई निवेदन गर्न चाहन्छु। स्टे सेफ, स्टे होम। जय मसी नमस्ते, सालोम।